दाजुभाइ हामी यसरी भेटघाट हुँदाखेरि एकदमै खुसी लागिरहेछ। अनि यो हाम्रो भिडियो चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला सम्पूर्ण। हेलो गाइस, लासो फ्याकुला नमस्कार। हामी चाहिँ फाइनल्ली हेउन्देमा जाँदैछौँ। झरेर हेउन्दे बिचतिर हामी जाँदैछौँ है। ल यतातिर हामी हिँडिरहेछौँ अहिले। हामी चाहिँ ठ्याक्कै यहाँ बुसानमा नेपाली रेस्टुरेन्टमा खाना खान आइपुगेका छौँ। हामी यहाँ 4 जना छौँ। यी भाइ भयो, नेता साथीहरू हुनुहुन्छ 2 जना नेपाली रेस्टुरेन्टमा। ल फाइनली हाम्रो खाना पनि आइपुग्यो, चिकन खाना। ल हामी चाहिँ खानासाना खाइएर दाजुभाइ यता हेउन्दे बिचतिर जाँदैछौँ। फाइनल्ली हेउन्दे बिचमा आइपुगिसकेका छौँ। हजुरहरूले यो भिडियो देख्नु सक्नुहुनेछ। यहाँ हेउन्दे बिचमा कतिको मान्छे भिड रहेछ र कस्तो हुँदो रहेछ हेउन्दे बिच भन्ने कुरो म पनि फर्स्ट टाइम आइपुगेँ हो। एकदम बवाल छ, एकदमै आनन्द छ, मान्छेहरू एकदमै भिड छ। भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु हुन अनुरोध गर्दछु। यहीँ नजिकै यत्रो बिल्डिङहरू छ अनि यहाँ नजिकै फेरि यत्रो समुद्र छ है। कति धेरै ठुलो छाल हान्छ। ल हामी चाहिँ अब वाङयाङसानतिर जाँदैछौँ। हामी 4 जना बुसान बिचपछि वाङयाङसानको यात्रा जाँदैछौँ। अब माथि पुगेर के कस्तो हुन्छ सबै देखाउँछौँ। भिडियो अन्तिमसम्म हेरिदिनु होला। हामी ल वाङयाङसानमा यो लोकेसन हुँदै हामी जाँदैछौँ है त। हेलो गाइज, हामी चाहिँ वाङयाङसानमा जाँदैछौँ यो बाटो हुँदै। हामीले अघि चाहिँ सुरु फेजमा अलिक गल्ती बाटो आइएछ। अहिले चाहिँ हामी त्यो बाटो यो बाटो समाएर यो बाटोबाट जाँदैछु है त। हजुर पनि आउनु सँगै वाङयाङसान हेर्नका लागि। हामी चाहिँ अहिले ठ्याक्कै यहाँ आइपुग्यो। यो ठाउँबाट पनि अझै माथि जानुपर्ने होला सायद। हामी घुम्दैछौँ यताउता सबैतिर। ल हामी चाहिँ माथि डाँडामा आइपुग्यो। यो डाँडाबाट खिचिएको भिडियो है यो। ल यो भ्यू चाहिँ अति नै बवाल छ। यो भ्यू हेरेर रमाइलो लिन सक्नुहुनेछ। ल गाइजहरू, म चाहिँ अब यहाँबाट दूरबीनबाट तलको सिटीहरू हेर्न लागिरहेको छु। ओहो, साँच्चीकै एकदम बवाल देख्दो रहेछ, एकदमै ठुलो देख्दो रहेछ। त्यो पारीको उता देखाउँदा त्यो पारीको त्यो निलो बिल्डिङ पनि यहाँ देख्दो रहेछ नजिकै। ओहो,
ल गाइज फाइनली हामी चाहिँ माथि वाङल्याङसानमा डाँडामा आइपुगिसकेका छौँ। यो डाँडाको भ्यू डाँडाबाट खिचिएको यो अहिले चाहिँ घाम डुब्न लागिरहेछ, एकदमै रातो भएर बसेछ, एकदमै रमाइलो देख्ने डाँडा रहेछ यो। एकदम रमाइलो लाग्यो मलाई आउने बित्तिकै, यस्तो दामी छ। यता हेर्नु त घाम यहीँबाट डुब्न लागिरहेछ। यो घाम डुब्न लागेको घाम हेर्नलाई चाहिँ सबैजना आउनुहुने रहेछ कि, त्यही भएर पनि यहाँ मान्छे एकदमै भिडभाड हुने रहेछ। यस्तो धेरै रमाइलो ल यो चाहिँ सर्लक्कै घाम डुबिसकिसकेको भिडियो है त। एकदमै घाम डुबिसक्यो, अलिअलि मात्रै रातो छ। ल हामी वाङल्याङसानमा आइपुगिसकेका छौँ। आइपुगिसक्यो भन्दा पनि अघि नै आइपुग्यो हो। अहिले चाहिँ यो रात परिसकेको छ। यस्तो छ यहाँको भ्यू। अब हामी अलि रातिसम्म बस्छौँ र यहाँको भ्यूहरू अवलोकन गर्छौँ, त्यसपछि हामी फर्किने तर्फतिर गर्छौँ। ल अब यहाँ सबैतिर बत्ती बल्न थालिसकेको छ। यता पनि बत्ती बल्न थालिसकेको छ, यतातिर पनि बत्तीहरू बल्न थालिसकेको छ। यता भयो, यता पनि त्यस्तै बत्तीहरू बल्न चाहिँ थालिसकेको छ है त। ल ल साथीहरू, हजुरहरूलाई यो वाङल्याङसानको भिडियोहरू के कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला। हामी चाहिँ यो भिडियो अन्तिम खिचेर फर्किनेछौँ है त। के कस्तो लाग्यो कमेन्ट गरिदिनु न अनुरोध गर्दछु। हेलो गाइज, दिस इज नेक्स्ट डे। हामी चाहिँ अब यहाँ हिजो चाहिँ दाइहरू अलि ढिलो आउनु गएर अलि फोटो भिडियो बनाउन अलि पाइएन। आज चाहिँ हामी बिहानै दाइ यता हुनुहुन्छ अनि यहाँ भाइ, यहाँ भाउजू, यता दुईजना साथी हुनुहुन्छ। हामी अहिले चाहिँ सी लाइफ हेर्न जाँदैछौँ बुसाङको है त। त्यतै भेटौँ हजुरहरूसँग। हामी चाहिँ एउटै घरको परिवार छ। हेलो गाइज, नमस्कार सम्पूर्णमा। अनि आज चाहिँ हामी यहाँ कहाँ डुल्न आएको भन् के भन्छ यो ठाउँको नाम? बुसान हिउँदे होइन। हिउँदेको चाहिँ समुद्रमा हामी चाहिँ हिँडिरहेको छौँ। आज बिहानको कति बजिसक्यो? 10 हो, 10 बजिसक्यो। आज 10 बजे पनि यति चर्को घाम छ कि बाफ्रे, आँखा उगार्नु भएको छैन। अनि
नाकबाट चस्मा झऱ्यो मेरो ए अनि आज चाहिँ हामी कस्तो हामी 6 जना छौँ अनि हामी 4 जना चाहिँ 3 दाजुभाइ अनि म 1 जना भाउजू हामी 4 जना चाहिँ एउटै घरको परिवार हामी यसरी हिँडिरहेका छौँ हामी विदेशको ठाउँमा पनि आएर यसरी परिवारसँगै बसेर रमाइलो गर्न पाउँदा कति खुसी मिल्दो रहेछ क्या अनि आज चाहिँ हामी कता कता जान्छौँ के गर्छौँ हजुरहरूलाई देखाउन गइरहेको छौँ हामी यहाँ फाइनली सी लाइफमा आइपुगिसकेका छौँ अब हामी सी लाइफमा छिरेर टिकट काटेर छिर्नेछौँ त्यसपछि के हो कस्तो सबै हजुरहरूलाई देखाउने प्रयास गर्नेछौँ है त ल हामी भित्र छिरिसकेका छौँ है सिलाइभित्र हामी ठ्याक्कै हो सिलाइभित्र आइसकेका छौँ यहाँ यस्तो देखिन सक्नुहुनेछ हजुरहरूले यहाँको माछाहरू यस्तो छ यहाँ चाहिँ कछुवा छ है कछुवा ल कछुवाको बच्चाहरू रहेछ यता चाहिँ टाटी माछाहरू छ चेप्टे माछाहरू बवाल रहेछ है ल हामी ठ्याक्कै उयो भित्र सिलाइभित्र छौँ यहाँ चाहिँ एकदमै मसिनो माछाहरू छ यहाँ हेरौँ त बाफ्रै बा कछुवा पनि छ एउटा अनि सानो माछाहरू एकदमै राम्रो यता फेरि अर्को छ एकदमै ठुलो ओहो ल माथि चाहिँ उतै माथि पेङ्गुइन देख्न सक्नुहुन्छ हजुरहरूले यहाँ पेङ्गुइनहरू उड्किरहेको छ सिलाइभित्र हजुरहरूले यस्तो कुराहरू पनि देख्न सक्नुहुन्छ है त यहाँ चाहिँ मसिनो माछाहरू एकदमै क्युट माछाहरू भेट्न पाउनुहुन्छ हजुरहरूले देख्न सक्नुहुन्छ यो भित्र गएर फोटो खिच्न मिल्ने रहेछ हामी यो भित्र छौँ है ल यहाँ सार्कको बच्चा देख्न सक्नुहुन्छ हजुरहरूले यो चाहिँ यहाँ लेउकिरा रहेछ ल भाउजूले त्यहाँ एउटा माछा दाइरा भाउजूले चलाउनु भएको छ छुई हेर्न मन लाग्छ कस्तो छ
이번 여러분 친구 잘 되겠을까요? 대학교를 함께할 수 있도록 최대 앞쪽으로 밀착해서 앉아주세요. 앞뒤 양옆 간격 없이 सी लाइफ गाइस, सी लाइफ बुसान आउनु होला, रमाइलो गर्नु होला। झिँगे माछा हो? वा, झिँगे माछा रहेछ अरे यहाँ। कति ठुल्ठुलो है, या चपाउनु सक्दैन होला है तपाईँहरूले त। गाह्रो हुन्छ, हामी बुढो भइसक्यो हो। यहाँ चाहिँ माछाहरू छ, यहाँ छुयो भने यसरी आउँछ। ए अर्को पनि आयो। हामीले घरतिर पूजा गर्दाखेरि बजाउने शङ्खको शङ्खकिरा यहाँ जिउँदै रहेछ, सास फेरिरहेछ है। यहाँ चाहिँ अक्टोपस आराम गरिरहेछ त्यो भित्र। निस्किँदैन क्या हो बाहिर है? खोइ ल, यहाँ कति ठुल्ठुलो माछाहरू छ, उडेर आउँदैछ है, हेर्नुहोस्। हामी अगाडि बढ्दैछौँ। हेरेर साथ दिनु होला। ओहो, सर्पहरू पुरा च्याउ जस्तो भएर बसिरहेको छ यहाँ। ल सर्प है यो चाहिँ। सर्प हो यो चाहिँ, सर्प हो। ल हामी फ्यामिली यता सी लाइफतिर बुसाङमा रमाउँदैछौँ है त। यस्तो गरेर भिडियोहरू बनाउँदैछौँ। हजुरलाई कस्तो लाग्छ? मलाई एकदम रमाइलो भएको छ। हामी 4 जना, 3 भाइ 1 भाउजू। धेरै खुसी लागेको छ। धेरै समयपछि सँगै भइयो विदेशको भूमिमा, त्यस कारणले एकदम खुसी मनाउँदैछु है। मलाई पनि एकदमै रमाइलो लागेको छ होइन। आज यसरी दाजुभाइ हामी यसरी भेटघाट हुँदाखेरि एकदमै खुसी लागिरहेछ। अनि यो हाम्रो भिडियो चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला सम्पूर्ण। मलाई त सोचेको भन्दा धेरै रमाइलो, एकदम बवाल। मलाई पनि एकदम बवाल लागिरहेछ। हजुरहरूलाई कस्तो लाग्छ यो भिडियो कमेन्ट गर्नु होला, सेयर गर्नु होला, अनि सब्सक्राइब पनि गर्नु होला है त। सिङै सिङ भएको माछा जराए जस्तो देखिन्छ हेर्दाखेरि चाहिँ। ड्राइगन जस्तो पनि देखिँदो रहेछ। ल यता चाहिँ सेतो माछा रहेछ, टाटी जस्तै देखिने। हामीले प्राय खान्छ जस्तो लाग्छ यो माछा चाहिँ।
यता चाहिँ कछुवा रहेछ है ल कछुवा साह्रै ठुलो रहेछ यो कछुवा चाहिँ माछाको बच्चाहरू पनि छ ल हजुर हामीले चाहिँ फ्यामिलीको फोटो पनि निकाल्यो है त ल मानव सामानको यो सानो चाहिँ ल अब चाहिँ हामी यस्तै अवलोकन गर्दै बाहिर निस्किँदैछौँ अहिलेको भयल माछा खै के हो यहाँ जलपरी छ है ल जलपरी हामी हुसान सी लाइफ घुमेर सकेर निस्किसकेका छौँ अब हामी नेक्स्ट अर्को ठाउँतिर जानेछौँ है त ल हामी चाहिँ पानी जहाज चढ्नको लागि आइसकेका छौँ यता भाउजू दाइ भाइ हामी पानी जहाजतिर प्रस्थान गरिसकेका छौँ ल है त अगाडि पुगिसकेको छु म ल वाइटिङ हामी पानी जहाज चढेर अगाडि बढ्दैछौँ यहाँबाट देखिने भ्यूहरू यस्तो छ गाइस म चाहिँ अहिले यो पानी जहाजभित्र बाहिर निस्केर भिडियो गर्दैछु अति रमाइलो छ एकदम बवाल भइरहेछ होइन हामी बुसान ल्याउन्डे बिचको एकदम बिचमै छौँ यहाँहरूले देख्न सक्नुहुन्छ ल हामी लगभग बिच बाटोतिर लगभग बिचतिर आइपुगिसकेका छ हामी चाहिँ पानी जहाज चढेर फर्किसकेका छौँ अब खाना खाने तर्फतिर जानेछौँ है त ल हाम्रो नान आइसक्यो है यहाँ खानु भइसकेको छ यो के दाल फ्राई यो चना मसला समोसा नान हामी अब खाना खान्छौँ है त लस्सी हामीले खाइसक्यो ल हामी खानासाना खाइएर अब सबैजना आफ्नो ठाउँमा जानका लागि तम तयारी हुँदैछौँ हामी छुट्टिनेवाला छौँ है त हस् ल सुजकतिर ल हामी छुट्टेको है